अलराइट गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आशा छ हजुर सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि फेरि पनि म आएको छु, यो हजुरले देख्न सक्नुहुन्छ, यो यस्तो दामी भ्यू छ। यो चाहिँ लभली डाँडामा म आइसकेको छु। अनि फेरि मेरो साथमा हुनुहुन्छ। पहिला पनि मैले भिडियो बनाएको थिएँ होइन, हजुरहरूको उहाँ प्रिय मान्छे नै हुनुहुन्छ। उहाँसँग फेरि पनि म छोटो मिठो दुःख सुखका कुराकानीहरू गर्नेछु होइन। अबको क्रममा हेर्नु होला अनि अन्तिमसम्म हेरेर यो भिडियोलाई चाहिँ साथ दिनु होला है भन्दै अब चाहिँ म उहाँसँग कुरा गर्न चाहन्छु। स्वागत छ हजुरलाई। यस्तै हो अब जिउजमी यस्तै छन् के अब आउँछन् अब केटीले अब कपाल काट्ने, केटाहरूले कपाल पाल्ने, त्यस्तो आउँछ। त्यस्तो जिउजमी यस्तो छन्। त्यही त के भन्छ व्यवसायमा यही हो मेरो। अब के भन्छ यही पानी, चटपट, ढुङ्ग्री, दामी मिठाई यही चिया पनि ल्याउँछु। अब के भन्छ मेरो अब व्यवसायमा यही हो। हजुरहरूले यसो आइदिनु होला ल, हेरेर यसो मोबाइलबाट अन्त अरूको मोबाइल आउने बनाउनुहोस्। आउँछ मेरो व्यवसाय राम्रो होस्, व्यापार व्यवसाय बढाउने हो। हजुर भन्ने समय मेरो त्यति हो। अब के भन्नु त मैले, अब म अरू केही गर्न सक्दिनँ। यही पानी, चटपट, ढुङ्ग्री बसेको छु। जेन आजको विश्वासमा हिँडेछ र जाने अहिले सफाइ चटपट गएन। त्यही पानी 3-4 पत्र पानी बस्छ, त्यति नै हो। अब के भन्नु मैले खै अरू छ। अनि चिया आजको कतिको गछ आज? चियाहरू त्यो 4 बार पानी गयो। चिया चाहिँ गएन? चिया गएन। चिया हजुर किलो चटपट गयो त्यति। कति चिया चाहिँ कतिको जान्छ तपाईँको? चिया अलि जाएन उति साह्रै हिजो त्यति जाँदैन। 2 कप चिया गयो थियो हिजो। अब यसो गर्नु, चियाको साथसाथै एउटा कफी पनि बेच्ने गर्नु। तपाईँको जुस फर्स्ट एकदम राम्रो हुन्छ। व्यापार बिजनेस भन्नु न, पहिला भनेर विज्ञापन गर्ने त हो नि होइन। अब कफी पनि छ, कफी खानुहुन्छ कि चिया खानुहुन्छ भनेर होइन, यसो सोधपुछ गर्दै बढाउने त हो नि होइन। त्यही सुरुवात, त्यही त सुरुवात गर्ने। हजुर चिजबलहरू राख्नु है। अब गरेर नि आउनु पर्ने नि। कति 2-3 चोटि अब चिया पकाएर फ्याँकियो। अब म 140 को दुध किनेर ल्याएर चिया बनाएर लगेर फ्याँक्नु परेछ। त्यही भएर कुनै गरेर आउँछन्। अब कहिले कुनै खान्छन् के अरे, त्यत्तिकै हो। चटपट नै धेरै सानो, त्यही 3-4 पिरियड त्यति जान्छ। हिजो पनि त्यही 2 कप चिया गयो, त्यही चटपट गयो, 3-4 पिरियड गयो, त्यही पानी गयो, त्यही हो। आजलाई अब यही हो, 3-4 बोतल पानी गयो, चटपट गयो, त्यति नै। अनि बुहारीले चाहिँ फोनहरू अचेल कतिको गर्ने गरिरहेछ बुहारीले? हजुरको बुहारीले बुहारीहरूले अब फोन त गरिरहेका छन् कि गरेछ। अब त्यस्तै छोराबारीको हजुर उनीहरूले गर्ने हो कि अब बाहिरबाट पैसा पठाएर त्यो छोराले पढाउनु गर्ने यताउति गरेछन् कि के अरे बाहिर देश भने कमाउने। अब आफूले चाहिँ अब त्यही पैसा खानु पऱ्यो, लाउनु पऱ्यो, घरतिर हेर्नै पऱ्यो, त्यस्तै हजुर। अब खर्चहरू त यसो फलफुल खर्च यताउता औषधि खर्च त छैन अहिलेसम्म है। औषधि खर्च अनि यसो फलफुल खानु भने यस्तो यताउता यसो गरे छैन है। अहिले मैले अहिलेसम्म मेरो यही दुःख लाग्दो छ कि है। 225 रुपियाँ खान्छु। अनि ग्यास्ट्रिकको दबाई अब 160 खानु, 4 बोतलको यता आएको। अब यस्तो अब यता हाम्रो नजिकै अब यस्तो अब पसल भयो भने चाहिँ अलि मान्छे बाढिने है, त्यो पनि अलिक समस्या छ। आफ्नो अब एकलौटी गरेर होइन बिजनेस गर्न पायो भने, आनन्दले गर्न पायो भने राम्रो हुन्थ्यो है। के गर्ने अब नबस भन्न मिलेन होइन। नबस भन्नाले त आफ्नै ठाउँ हुनु। अब हामीले भने पनि व्यवहार गर्ने, हामी 2-4 पैसा कमाएर अनि अब तेरो जग्गा हो भन्ला होइन, तेरो के भन् बिर्तु भन्ला नि के भन्ला। अनि त्यही त तेरो ठाउँ हो भने यस्तो आफ्नो भागले जति अब के गर्ने जति अनि भगवान्ले त्यति
खानी हो अब त्यही त आफ्नो भाग्यमा जति लेखेछ नि उति नै हो अब रिस गरे पनि हुँदैन होइन त्यस्तो अब के गर्ने अब जम्मै व्यापार व्यवसाय गरेर खाने नै हो के अरे है त्यही हो सबै त्यही हो त नि त्यही त किन गएको त्यता भन्नु भएन कि हामी त्यही त अब मान्छे अब जता इच्छा लाग्यो उतै जाने त हो त्यतै हो त्यस्तै सबैको त्यस्तै हो अब हजुर पानीपुरी हुन्छ चाटपट हुन्छ हो त्यो पनि हो अब तपाईँले पनि त्यही भएर यसो पानीपुरी चाहिँ अब त्यता गयो चाटपट खायो पानीपुरी पनि खान्छन् कोही कोही फेरि चाटपट खायो तपाईँको पानीपुरी पनि यसो राख्नु अलिअलि गर्दै राख्नु के पानीपुरी अनि त्यस्तै अब पानी सड्यो भन्छन् केही भन्छ होइन तपाईँले सुरुमा कस्तो गर्नु भने थोरै राखेर हेर्नु के एकैचोटि धेरै बनाएर नहेर्नु न त्यसमा अब गुलमुल लिन्छ कहिले चाटपट हुन्छन् कहिले पानीपुरी हुन्छन् कहिले दाम हुन्छन् कहिले चुरोडे भन्छन् अब त्यस्तै अब आफू पढे लेखेको छैन अनि त्यही त एकजनाले अलिक गाह्रै हुने भयो है गुलमुलाएर खाइन्छन् अब त्यही त नि त्यसले जति हुन्छ त्यो पनि हो भन्नु त तर त्यो नराखे नि तर चिप्सहरू यताउता चिजबल चिज त्यो चाहिँ राख्नुपर्छ अनि यता बाजे अनि केटाकेटीहरू कतिको आउँछन् रमाइलो गर्न चटपट खान यताउता आउँछ यहाँ बिहा आउँदा यताउता उतै जान्छन् माथि जान्छन् ए माथि जान्छन् मात्रै त्यही 400-500 रुपियाँ 600-700 दिनमा त्यति नै हुन्छ मेरो दिनमा ठिकै हो है 1500 2000 ए हजुर है व्यवसाय छैन मेरो त त्यति भए पनि अब तपाईँले यसो हल्का घर खर्च धान्न अलिक सजिलो हुन्छ नि त त्यही हो के नि हजुर अब त्यही बेच्यो उता आलु छैन प्याज छैन अब फेरि सबै च्याउचाउ किनेर ल्याउनु पर्यो भुजा आज भुजा किनेर लिएर आइयो दाल मिठाई ओ माइको पानी पऱ्यो के छ पानी पऱ्यो है ल स्यालको बिहा हो कि क्या हो होइन पानी परेछ यो त बादल यस्तो कालो भएछ है ल पानी पर्न थाले भयो ल अचम्म पानी पऱ्यो अहिले यसो भिडियो गर्दा गर्दै तर यस्तो त खासै हुन्थेन नि त है पानी घाम र पानी एकैचोटि हेर्नु न पानी र घाम पानी बुझ्नु भयो अब के गर्ने आज यसो पानी भिडियो गर्दा गर्दा पानी पऱ्यो है छाता ओढेर हुन त एकदम पुरै कालै भएछ के बादल चाहिँ हेर्न सक्नुहुन्छ है ऊ त तर आज चाहिँ स्यालको बिहा हो कि जस्तो नि लाग्छ होइन स्यालको बिहा भनिन्छ नि होइन स्यालको बिहा बिहामै त कम्पनी हुन्छ त्यही त है तर अचम्मै लाग्ने कि पानी त सिमसिम एकछिनकै हो हुन त एकछिनकै हो के अरे है लगाएपछि यहाँ चाहिँ पानी परेर चाहिँ हाम्रो मजाले चाहिँ अब है छोपछाप गर्न लाग्छ है ल घाम पनि भइरहेछ पानी पनि लगाइरहेछ यहाँ यतातिर छोप्नु न मजाले यहाँ यो के भन्छ मसलाहरू यतातिर पाले ढक्क छोपे पनि खासै फरक पर्दैन हुन त यो चाहिँ अलिक 2-4वटै थोपा 2 थोपा यसो पानी पर्ने कि यसो हल्का शीतल गरिदिनलाई होला नि है गर्मी भएर होला सायद ल त्यही त ओके तपाईँले चाहिँ चटपट व्यवसाय गर्नुहुन्छ होइन अनि तपाईँले यो चटपट बनाउन चाहिँ कोबाट सिक्नु भयो त आफैले सिक्नु भयो कि कसैले सिकाइदिनु भयो कसो हो बुढीले सिकाएको ओहो बुढीले बुढीले गर्थे पहिला चटपट ए भनेपछि तपाईँको श्रीमतीले चाहिँ चटपट व्यवसाय गर्नुहुन्थ्यो पहिला चटपट बेच्ने हजुर अब त्यसले त्यस्तै बिजनेस चाहिँ पानी सानी लिएर बस्थेँ त्यही भएर उसरी नि यसो बेचेको भने तपाईँले अब अर्को आउन सक्नुहुन्न अब त्यही पानी लिएर बस्नुहोस् ए उहाँले चाहिँ कतातिर कुन एरियामा राखेर बेच्नुहुन्थ्यो उहाँले पनि यही लभली डाँडामै हो कि कसो ए घरमा हो ए अनि कस्तो पानीपुरीहरू पनि बेच्नुहुन्थ्यो पानीपुरी पनि बेच्ने पानीपुरी चाटपट अनि चपहरू बेच्नुहुन्थ्यो कि हुँदैन समोसा चपहरू है चपरी बनाएको थियो है त्यो कति वर्षको उमेरमा उहाँले चाहिँ गर्नुभएको बेच्नुभएको त्यसको
त्यो अनि त्यो कति वर्षको उमेरमा भनौँ न बेच्न थालेको? त्यो भएको त म 12 सालको या 8 सालको हो नि। 1 वर्ष है, 1 वर्षको फरक। हजुर। अनि यसले 3-4 वर्ष 3-4 वर्ष गर्यो। 3-4 वर्ष गर्यो। ए उहाँले चाहिँ कस्तो दैनिक कतिसम्म कमाउनुहुन्थ्यो उहाँले दैनिक? कति भन्ने हुन्छ नि? 1500 गरेको आउनु पर्यो। ए 1500 हुन्छ 1200 700 रुपियाँ। मिठो बनाउनुहुन्थ्यो होला है? मिठो बनाउनुहुन्थ्यो होला। त्यही बनाएर त्यही भएर अब तपाईँले अरू काम सक्नुहुन्न, अब गर्नुहुन्छ त्यही पानी लिएर यसो लिएर बस्नुहोस्। यो भनेको त अब आफै मालिक भयो नि होइन त? सानो व्यवसाय हो त नि। अनि तपाईँले यसो चिया खाने बाटो हो, एकदम धेरै राम्रो हो नि यो त। अनि त्यही त भनेपछि पानी पनि पर्दैछ, घाम पनि लाग्दैछ है। पालले गममा छोप्नु न यतातिर, तपाईँले पाल्छ भने दर्क्यो त। ओ माई गड है, ल दर्क्यो फेरि ल हेर्नु सक्नुहुन्छ यार, पानी ठाउँ दर्क्यो गाइस, पानी दर्क्यो। पानी त मजाले नै ल हेर्नु सक्नुहुन्छ गाइस, यहाँको पानी परेपछिको भ्यू कस्तो हुन्छ भनेर हेर्नुहोस् है तल। मजाले अहिले पानी चाहिँ मस्त परिरहेछ, घाम पनि लाग्छ, पानी पनि पर्दैछ होइन। दुइटै एकैचोटि भइरहेछ क्या। भ्यू चाहिँ एकदम दामी नै हुन्छ कि जस। ल हेर्नु सक्नुहुन्छ यहाँ गाइस, बाजेले चाहिँ पाले जोस पानी परेकोले है जम्मै छोपछाप गर्नुभएको छ। के नै यस्तो दुःख छ, यसो पोखराको यसो नजिकै हुनुहुन्छ भने उहाँको होइन यो आएर खाइदिनु होला। यसो 2-4 पैसा यसो हजुर सहयोग हुन्छ है। फेरि पनि भन्न चाहन्छु, आएर खाइदिनुहोस्। यहाँ उहाँको जोस लभली डाँडा भित्रिने बित्तिकै, एन्ट्री गर्नु बित्तिकै उहाँको पसल देख्नुहुन्छ होइन, सुरुवातमै। जोस आएर खाइदिनु। उहाँलाई यसो 2-4 पैसा भए पनि उहाँको अब छोरा बुहारीहरूले त त्यति व्यवस्थै गर्नुहुन्छ होइन, वास्तव त्यति गर्नुहुन्न। यस्तो पानीमा यसो भिजेर नि अब के भने काम गर्न पर्ने हुन्छ है। अब यहाँ बस्नुहुन्छ। अब पानीको झन् अहिले बर्खाको समय छ है, बर्खाको समयमा झन् दुःख हुने कि हुने नि त। अब के भने अब पानी नपर भनेर नि भएन है। अब समय नै त्यही छ त। अब के भने प्रकृतिको नियम कसैले रोक्न सक्दैन होइन, छेक्न सक्दैन। अनि हो नि, अनि हजुर त्यही त है। तर यो एकैछिन हो पानी, तपाईँको 10-15 मिनट जस्तो 10-15 मिनट सर शीतल बनाइन्छ नि त। त्यही हो। अब जब पानी पऱ्यो नि, अब मेन कुरा झरी पर्नु भएन कि है। झरी पऱ्यो भने चाहिँ साह्रै अप्ठ्यारो हुन्छ नि, राख्नु पनि मिलेन। सिम पानी परिरहेको छ, मान्छे आउँदैन नि। आउँछ त आउँदैन नि, मान्छे आउँदैन नि जब झरी। अहिले अलिक कम भयो पानी, ठिकै छ। ओके, के गर्ने स्टेसन? हजुर हजुर त्यो त आउँछ जोस। हजुर तर जोस के गर्ने अब बुहारीहरूबाट पनि त्यति होइन सहयोग मिलिरहेको छैन है। बुहारीले अलिअलि जुटाइदिएको भए। विदेशमा हुनुहुन्छ है, कति वर्ष भयो अरे तपाईँको बुहारी गएको? अहिले अब आउनु मुसिदले 2 वर्ष। ए 2 वर्ष है। अनि अब कति वर्षमा आउने भन्नुभएको छ उहाँ? खै अब आउने भनेको कति दसैँतिर भनेको हो?
केयर चाहिँ अब कस्तो गर्छ ए त्यही त है गाह्रो छ गाइस के गर्ने है ल यसरी पाल छोप्नु भएको छ है अब बेसरी मुसुलधार पऱ्यो भने त झन् गाह्रो हुन्छ है त्यो त जम्मै भित्र छिर्ने भयो नि है के गर्ने अब यस्तै छ हजुर त्यही त तपाईँ आधा रोज्नु भयो ठिकै छ यस्तै छन् मौसम चाहिँ अलि अब पानी परेपछि त है मौसम चाहिँ अब त्यति क्लियर हुँदैन है अब धमिलो भएर आउँछ त्यही हो ल अन्तिममा केही भन्न चाहनुहुन्छ हाम्रो हेरिराख्ने दर्शकबिनहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त ल 2 शब्द राखिदिनुहोस् न त अन्तिममा के भन्न हजुर पानी र 4 बोतल पानी र त्यही सबैसँग जुटाइदिनुहोस् आएर जुटाएर पठाइदिनुहोस् यो चौधरी बसेको छु बोल्नुपर्ने शब्द मेरो यति नै त्यही त त्यो त अब के गर्ने है अब गरी खाम भन्नेले नि मौसमले पनि त्यति साथ दिँदैन है अब देखिहाल्नु भयो पानी परेको होइन त त्यही त पानी फेरि कति बेला परिदिन्छ थाहै नहुने कि त्यही त सेकेन्डकै फरक पर्ने कि है सेकेन्डमै त्यही त मिनट सेकेन्डमा परिदिन्छ ल केही ठिकै छ ल के अब म पनि यहाँबाट अब निस्किनु पर्ने हुन्छ है ल अब पानी पनि परिरहेछ छाता ओढ्दै चाहिँ भ्लग गरिरहेको छु भिडियो बनाइरहेको छु अब नेक्स्ट भ्लगमा हजुरमा फेरि पनि भेट्न चाहन्छौँ होइन यसो भिडियो गर्दा चाहिँ एकदम असम्मत तरिकाले पानी त पर्न त तर शीतलै भयो परेको नि अब राम्रै हो होइन के गर्ने अब नपर भने भन्नु मिलेन होइन पर भने रोक भने रोक्दैन अब त्यो त सबै माथिको अब लेखेको कुरा हो प्रकृतिको कति ठुल्ठुलो वैज्ञानिकहरूले पनि छेक्न सक्दैन नि त होइन त कस्तो अब वैज्ञानिकहरू अब कस्तो रकेटहरू कस्तो बनाएको छ त होइन त विदेशमा अनि उनीहरूले त अब सक्छ त सक्दैन नि अब पानी पार्छु म त ल भने हो त्यस्तै हो के ओके ल अब धेरै लामो कुरा नगरिकन हजुरमा चाहिँ अब म बिदा माग्न चाहन्छु नेक्स्ट भ्लगमा अझ रमाइलो भिडियोहरू हजुरमा चाहिँ लिएर आउँछु अहिले चाहिँ बाई साथीहरू बाई